सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा राधे राधे। आज हामी श्री स्वस्थानी परमेश्वरी भगवतीका 12औं दिनमा प्रवेश गरेका छौँ र 12औं दिनको कथा लिएर उपस्थित भएका छौँ। यहाँहरूले हातमा चन्दन, अक्षता, फुलपत्र, बेलपत्र लिएर हामीसँगै प्रार्थना गर्नुहोला अथवा हात जोडेर बसेर कथाको श्रवण प्रारम्भ गर्नुहोला। ओम यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुतः स्तुन्वन्ति दिव्यैः स्तवैर् वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ध्यानावस्थित तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुसुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका मालालंकृतकुण्डला प्रविलसन्मुक्तावली शोभिता सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम्। मुखं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवम्। नमो भगवते तस्मै व्यासायामीत तेजसे यस्य प्रसादवक्ष्यामि नारायणकथामिमाम्। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। ओम श्री स्वस्थानी परमेश्वरी देव्यै नमः। अथ द्वादशोऽध्याय 12औं अध्यायको कथा अगाडि बताउँदै भन्नुहुन्छ। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, गिरिराज हिमालयले आफ्नी धर्मपत्नी मेनका गर्भिणी भएको थाहा पाएर अत्यन्त प्रसन्न भई मर्यादापूर्वक उचित कर्म गराए। 10 महिना पुगेपछि मेनकाका गर्भबाट कन्या रत्न उत्पन्न भइन्। सूर्यनारायणको भगवानको जस्तो तेज भएकी, अत्यन्त राम्रो पद्मपत्र जस्तो नेत्र भएकी, 32 लक्षणले युक्त कन्या जन्मेकी देखेर हिमालय पर्वतले वशिष्ठ आदि ज्योतिषीहरूलाई डाकी नामाकरण संस्कार गराउनु भयो। उनीहरूले भने, हे गिरिराज, यी बालिकाको नाम पार्वती भयो। तिमी धन्य रहेछौ, किनकि यिनले जगदीश्वर महादेव स्वामी पाए त्रिलोकी मालिकिनी भएर अनेक दानवहरूको संहार गर्नेछिन्। त्यसपछि हिमालय प्रसन्न भएर सबैलाई इच्छापूर्वक भोजन गराएर नाना प्रकारका द्रव्यहरू दक्षिणाहरू दिएर विदा गर्नुभयो। उहाँहरूको पनि अत्यन्त मन सन्तुष्ट भयो र आफ्ना आफ्ना आश्रममा जानुभयो। त्यसपछि शुक्ल पक्षका चन्द्रमा झैं दिन प्रतिदिन बढेर पार्वती माता अत्यन्त ठुली हुन गइन्। उनी खेल्दा पनि शिवलिङ्ग बनाई उनैमा भक्ति राखेर खेल्दथिन्। एक दिनको कुरा हो, नारद मुनिले विष्णु भगवान कहाँ गएर भन्नुभयो, हे वैकुण्ठनाथ, हिमालयकी कन्या पार्वती सबै तरहले हजुरको योग्य छिन्। कस्ती भनी लक्ष्मी भन्दा पनि परम सुन्दरी, 32 लक्षणले युक्त भएकी ती कन्यासँग हजुरको विवाह गर्नु पर्यो। यति नारद मुनिले भनेको कुरा सुनि विष्णु भगवान आज्ञा गर्नुहुन्छ, हे मुनि, के हिमालयले ती कन्या मलाई दिलान्? र नारद मुनिले उत्तर दिनुभयो, त्यसको चिन्ता नगर्नुहोस्, म अहिले गएर पक्का निदो गरेर लिएर आउनेछु। यति भनी तुरुन्त हिमालय कहाँ पुग्नुभयो। हिमालय पर्वतसँग भेटेर उचित सत्कार गरिसकेपछि नारद मुनि भन्नुहुन्छ, हे गिरिराज, तिमीसित केही बिन्ती गर्न आएको छु। तिम्री कन्या पार्वती वैकुण्ठनाथ विष्णुलाई देऊ। यति नारद मुनिको कुरा सुनि प्रसन्न भएका हिमालय पर्वत भन्दछन्, हे मुनि, यो अत्यन्त उत्तम कुरा भन्नुभयो। हजुरको आज्ञाले मेरी पुत्री वैकुण्ठनाथ विष्णुलाई दिए। अब विष्णु कहाँ गएर यो कुरा भन्नुहोस् भनेर
भनिसकेपछि यति हिमालय पर्वतले भनेपछि नारद मुनि वैकुण्ठ गएर हिमालयसित भएको सबै वृत्तान्तहरू सुनाउनुभयो। अनि हिमालय पर्वतले आफ्नी कन्या तिमीलाई दिन्छु भन्ने यति नारद मुनिको कुरा सुनेर विष्णु भगवान प्रसन्न भएर हे नारद तिमी धन्य रहेछौ, अब आफ्नो आश्रममा जाऊ भनेर बिदा दिनुभयो। त्यसपछि हिमालय पर्वतले पार्वती मातालाई कन्यादान दिन भनी सामग्रीहरू तयार पारी नारद मुनिलाई डाकेर विष्णु भगवान कहाँ पठाई राम्रो लग्न ठहराई आफ्ना गुरु बृहस्पति आदि सम्पूर्ण देवता यक्ष गन्धर्व किन्नर दैत्य र नागहरू सबैलाई निमन्त्रणा पठाउनुभयो। अनि विष्णु भगवान पार्वती कन्यादान लिन हिमालय कहाँ पुग्नुभयो र उता मेनकाले हीरा मोती मणि माणिक्य नाना रत्नहरूले झकझक पारेर वस्त्रालङ्कार गराई सिंगार गरिएकी थिइन् भने त्यो देखेर जया विजया अजिता अपराजिता आदि सखीहरूले पार्वतीलाई भने हे सखी आज तिम्रो विवाह हुँदैछ, विष्णुलाई कन्यादान दिन्छन्। यति सखीहरूले भनेको सुनि पार्वतीको मनमा शङ्का उत्पन्न भयो। मैले बाल्य अवस्थादेखि नै श्री महादेवजी स्वामी पाऊँ भनेर धाइरहेकी छु। अझ पनि श्री महादेवजीलाई नदिएर अरू कसैलाई दिए भने म आत्महत्या गरी मर्नेछु। तिनको कुरा सुनेर सखीहरूले भने हे पार्वती त्यसो हो भने तिमी यहाँ नबस, हामी कसैलाई पनि नदेख्ने ठाउँमा लुकाई आउनेछौँ हिँड भनेर सखीहरूले भनेको कुरा सुनि हे सखी हो जसो गर्ने हो गर भनिन्। त्यसपछि सखीहरूले नदी तटको वनमा लगेर पार्वतीलाई कसैले नदेख्ने एकान्त ठाउँमा लुकाएर आए। त्यसपछि हिमालय पर्वतले आफ्ना गुरु बृहस्पतिलाई यज्ञमा बसाली सारा विधि गरिसकेर कन्यादान दिन पार्वतीलाई लिन पठाई, तर घरमा देखिनन् र यताउता सबै खोज्न लगाए, कहीँ पनि पाउन सकेनन्। र हिमालय पर्वतले अत्यन्त व्याकुल भई गुरु बृहस्पति कहाँ गएर मैया पार्वती कहीँ पनि छैनन्, अब के गर्ने कसो गरौँ भनेर यति हिमालयले पर्वतले भनेको सुनि गुरु बृहस्पतिले यस लग्नमा भएन भने विष्णुलाई बिन्ती गरी अनि आएका जति सबै फर्केर आफ्ना आश्रममा जाँदा भए। उता सखीहरूले पार्वतीलाई वनमा लुकाएर आएपछि पार्वतीले नदी तटमा बसेर बालुवा ल्याई त्यसको पार्थिव शिवलिङ्ग बनाएर श्री महादेवजीको आराधना गर्न लागिन्। उसै बेला दुई दैत्य प्रघोष र दमघोष आएर पार्वतीको सौन्दर्यमा लोभित भएर अनेक प्रकारका नराम्रा चेष्टा देखाउन लागे। तिनको चेष्टा देखेर पार्वतीलाई रिस उठ्यो र उनले हेर्नासाथ दुवै भस्म भए। अनि पार्वतीले बनाएको शिवलिङ्गबाट स्वयं महादेवजी प्रकट भई आफ्नो ज्योति स्वरूपको दर्शन दिनुभयो। र हे पार्वती तिमीले मेरो किन आराधना गरेकी? पार्वतीले बिन्ती गरिन्, हे जगदीश्वर मैले बालककालदेखि नै हजुरलाई स्वामी पाऊँ भनेर हजुरलाई नै धाइरहेकी छु, हजुरको आराधना गरिरहेकी छु। मेरा पिता हिमालय पर्वतले आज विष्णुलाई कन्यादान दिन लाग्दा भागेर यहाँ लुक्न आएकी हुँ, मदेखि प्रसन्न भई रक्षा गर्नुहोस्। हे प्रभु मेरो इच्छा पूर्ण गराइदिनुहोस्। पार्वतीको यस्तो प्रार्थना सुनेर महादेवजी आज्ञा गर्दै भन्नुहुन्छ, हे पार्वती तिम्रा माता पिताले कन्यादान नदिई मैले तिमीलाई मेरी भन्न मिलेन। फेरि विष्णु आएर तिमीलाई जस्तो उपदेश दिनन् उसै माफिक गरे इच्छा पूर्ण हुनेछ। श्री महादेवजीको यस्तो शिक्षा सुनेर पार्वतीजीले जो आज्ञा भनी साष्टाङ्ग प्रणाम गरिन् अनि श्री महादेवजी त्यहाँबाट अन्तर्ध्यान हुनुभयो। त्यसपछि सखीहरू आएर पार्वती घर गइन्। छोरी आएकी देखेर रिसाएका हिमालयले भने हे पुत्री तिमी कहाँ गएकी थियौ? पार्वतीले बिन्ती गरिन्, हे पिता म बालककालदेखि नै श्री महादेवजी स्वामी पाऊँ भनी उनैलाई धाइरहेकी छु, उनैको आराधना गरिरहेकी छु। उनैको ध्यान भक्ति पनि मेरो हृदयले सदैव गरिरहेको छ। हजुरले श्री विष्णुलाई दिन लाग्दा लुक्न गएकी थिए। आफ्नी पुत्री पार्वतीले यति भनेको सुनि उनको न्वारणका दिन वशिष्ठ प्रवृत्ति ऋषि र ज्योतिषीहरूले पार्वतीको विषयमा भविष्यवाणी गरेको सम्झी चुप लागे। त्यसपछि पार्वतीले विष्णु कहिले आउलान् र श्री महादेवजी स्वामी पाउला भनी अनेक तीर्थ व्रत दान धर्म जप तप नियम पालना गर्न लागिन्। फेरि निकै दिन बालुवाको शिवलिङ्ग बनाई पार्थिव पूजा गरिन्।
तिनको अडिक श्रद्धा एवं भक्तिभाव देखेर विष्णु भगवान गरुडमा चढी शङ्ख चक्र गदा पद्म धारण गरी पार्वती माताको सामुन्यमा आएर आज्ञा गर्नुभयो, हे पार्वती, तिमीले अनेक तीर्थ व्रत दान धर्म पूजा पाठ यज्ञ आदि गरेको देख्दा म अत्यन्त प्रसन्न भएँ। तिम्रो मनमा जे इच्छा छ सो वरदान माग, म दिन तयार छु। विष्णु भगवानको त्यस्तो आज्ञा भएको सुनि पार्वती माताले बिन्ती गर्दै भन्दछिन्, हे ईश्वर, हे परब्रह्म, हे परमात्मा, मलाई केही वरदानको इच्छा छैन, केवल श्री महादेवजी स्वामी प्राप्त हुने वरदान दिबक्सियोस्। पार्वतीजीको यस्तो प्रार्थना सुनि विष्णु भगवान आज्ञा गर्नुहुन्छ, हे पार्वती, तिमीले परिश्रमका साथ गरेको यो तीर्थ व्रत दान र धर्म उपवास भन्दा पनि एउटा अति उत्तम र गोप्य कुरा भन्दछु। तिमी एकचित्त भएर ध्यानपूर्वक सुन। श्री स्वस्थानी परमेश्वरीको व्रत गर। त्यस व्रतको प्रभावले जगदीश्वर श्री महादेवजी स्वामी पाउनेछौ, यसमा केही शङ्का छैन। श्री विष्णुले यति आज्ञा भएको सुनि पार्वतीले फेरि बिन्ती गरिन्, हे ईश्वर, त्यसको व्रतको विधान के हो र त्यसमा के गर्नु पर्दछ, यो सबै विस्तारपूर्वक आज्ञा गर्नुहोस्। पार्वतीजीको प्रार्थना सुनि विष्णु भगवान आज्ञा गर्नुहुन्छ, हे पार्वती, पौष शुक्ल पूर्णिमाको दिनदेखि व्रत आरम्भ गर्नु पर्दछ। एक दिन पहिले नै हात खुट्टाका नङ काटे स्नान गरेर पवित्र भई एक भक्त रही एकचित्त गरी नित्य मध्याह्न कालमा श्री महादेवजीको पूजा गर्नु र एक महिनासम्म अर्थात् माघ महिनाको शुक्ल पूर्णिमाको दिन अष्टोत्तर 100 रोटी, अष्टोत्तर 100 अक्षता, अष्टोत्तर 100 बेली पुष्प, अष्टोत्तर 100 कुटका सुपारी, अष्टोत्तर 100 पान र जात जातका फूल र फल नैवेद्य आदि सबै वस्तु तयार पारी तामाको थालीमा ओमकार लेखी गङ्गा जलले स्नान गराउनु र श्रीखण्ड चन्दन रक्त चन्दन लगाई पीताम्बर वस्त्र पहिराई धूप दीप नैवेद्य कस्तुरी भेटी दक्षिणा चढाई षोडशोपचार वा पञ्चोपचारले पूजन गरिसके स्तोत्र पाठ जप ध्यान गरेर सूर्यलाई अर्घ्य दिनु। अनि हे पार्वती, श्री स्वस्थानी परमेश्वरी भनेकी कस्ती हुन् भने अष्टदल पद्ममा अष्टमातृका, त्यसमाथि खड्ग त्रिशूल र वरनिलोत्पन्न हातमा धारण गरेकी, 4 बाहु र 3 नेत्र भएकी, अनेक प्रकारका अलङ्कार पहिरेकी, अनेक आयुध लिएकी, पीतवर्ण भन्दा पनि अत्यन्त शोभायमान भएकी यस्तै श्री स्वस्थानी परमेश्वरीको ध्यान गरेर हे जगदीश्वरी भनी मनमनै उनीसित इच्छा भएको वरदान माग्नु। अनि प्रसाद झिकेर अष्टोत्तर 100 मा 8 रोटी, 8 अक्षता, 8 बेली पुष्प, 8 पान, 8 कोटका सुपारी सगुन समेत आफ्ना पतिलाई दिनु, पति नभए छोरालाई दिनु र छोरो नभए मितछोरालाई दिनु र मितछोरो पनि नभए जुन कामना वा इच्छाले व्रत गरेको छ त्यो मेरो फलानु कामना पूर्ण होस् भनेर गङ्गाजीमा बगाइदिनु। 100 रोटी आफूले फलाहार गर्नु, रातमा जागराम बसेर स्वस्थानीकै महिमा गान भजन कीर्तन गर्नु र सुन्नु सुनाउनु। यति गरेपछि अवश्यमेव इच्छा पूर्ण हुनेछ, यसमा केही शङ्का छैन। हे पार्वती, स्वस्थानी परमेश्वरीको प्रसाद लिने बेलामा श्री महादेवजी तिम्रो सामु आफै प्रकट हुनुहुनेछ। तिम्रो श्रद्धा भक्ति देखेर म प्रसन्न भएँ। यति भनेर तिमीले श्री महादेवजी स्वामी पाए भनी भगवान विष्णुले वरदान दिनुभयो र त्यहाँबाट अन्तर्ध्यान हुनुभयो। हे अगस्त्य मुनि, नारायण विष्णुले यति आज्ञा भएपछि पार्वतीले मनमा सन्तोष र आनन्द मान्दै बडो श्रद्धाका साथ सहित विष्णु भगवानको पनि पूजा र प्रणाम गरिन्। तिनले पूजा गरिसकेपछि विष्णु भगवान विदा भएर गरुडमा चढी त्यहाँबाट अन्तर्ध्यान भई वैकुण्ठ धाममा पाल्नुभयो। इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्थानी परमेश्वर्या व्रत कथायां श्री विष्णु स्वस्थानी व्रतोपदेशो वर्णनम नाम 12 ओम नारायण हरि हरि। श्री स्वस्थानी परमेश्वरी देव्यै नमः। अथ मंत्र पुष्पांजलि। अब हातमा चन्दन नक्षता फूल बेलपत्र आदि लिएर पुष्पांजलि गर्नुहोला। ओम उपनयतु मंगलम वह सकल जगन मंगलालयः श्रीमान दिनकर किरण निबोधित नवनलिन दल निवेक्षणः कृष्णः
काले वर्षतु पर्जन्य पृथिवी सस्यशालिनी देशोऽयं क्षोभरहितो ब्राह्मणः सन्तु निर्भया अपुत्रः पुत्रिणः सन्तु पौत्रिणः निर्धनः सधनाः सन्तु जीवन्तु शरदां शतम् तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राचितोदार कथा प्रसंगः या कौन्द्यन्द्युतसारहारधवला या शुभ्रवस्ताविता या वीणा वरदण्डमण्डितकरा या श्वेतपद्मासना या ब्रह्माच्युतशङ्करप्रभृतिभिः देवैः सदा वन्दिता श्यामां पातु सरस्वती भगवती निःशेषजाड्यापः कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृते स्वभावात् करोमि यद् सकलं परस्मै नारायणायेति समर्पयेतत् नारायणायेति समर्पयेतत्। ओम श्री स्वस्थानी परमेश्वरी देव्यै नमः। जय बोलो श्री स्वस्थानी माता को जय। श्री राष्ट्रदेव पशुपतिनाथ भगवान को जय। देवादिदेव महादेव को जय। सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा माता श्री स्वस्थानी परमेश्वरी भगवतीले सदैव शुभ आशीर्वाद प्रदान गरून्। भोलि पुनः हामी 13 दिनको अध्यायको कथा लिएर उपस्थित हुनेछौँ। कथालाई सक्दोसम्म सेयर गरेर यस च्यानललाई लाइक तथा सब्स्क्राइब गरेर सहयोग गरिदिनुहोला र आफ्ना सल्लाह सुझावहरू कमेन्ट बक्समा गएर लेखेर हामीलाई सहयोग गरिदिनुहोला। राधे राधे।